जय श्री राधे। ओम अस्मद्गुरुभ्यो नमः। ओम अस्मत्परम गुरुभ्यो नमः। ओम अस्मत्सर्वगुरुभ्यो नमः। ज्ञानानन्दमयं देवं निर्मलं स्फटिकाकृतिम् आधारं सर्वविद्यानां हयग्रीवम् उपास्महे। अखिल हेय प्रत्यनीक कल्याणैकतान् श्वेतर समस्त वस्तु विलक्षण अनंत ज्ञानंदैकः स्वरूप परात्पर परमेश्वर श्रीयपति बालमुकुंद प्रभु को श्री चरणमा साष्टांग प्रणति गर्दै आज हाम्रो यो पुरुषोत्तम महीना को तेस्रो दिन भनौं या पुरुषोत्तम महात्मा को तेस्रो अध्याय को कथा हजुरहरु समक्ष म प्रस्तुत गर्न गइरहेको छु। हिजोसम्म हामीले 1 र 2 अध्यायको कथा श्रवण गरेका छौं तथा हिजो र अस्तिको कथामा हामीले 88,000 ऋषिहरूले नैमिषारण्य क्षेत्रमा विश्व शान्तिको कामनाले 1000 वर्षसम्म हुने यज्ञ गर्नुभएको र त्यसमा सुतजी महाराज आउनुभएको तथा सुतजी महाराजले महर्षि व्यासजीका पुत्र सुखदेवजी महाराजको बारेमा बताउनु भएको। त्यसैगरी 88,000 ऋषिहरूले सुखदेवजी महाराजको मुखारविन्दबाट जो सुतजी महाराजले सुन्नुभयो त्यो हामी पनि सुन्ने भनी इच्छा गर्नुभयो भनी बताएका थियौं। त्यसपछि सुतजी महाराजले नारदजी नरनारायण आश्रम पुगी कलियुगमा मनुष्य विभिन्न कारणले दुखी हुनु परेको र त्यसको निवारणका लागि अत्यन्त पुण्य दिनेवाला व्रतको बारेमा मलाई बताइदिनु पर्यो भनी भन्नुहुन्छ। यसैकारण भगवान नारायणले पुरुषोत्तम महिना र पुरुषोत्तम महात्म्यको बारेमा बताउनुहुन्छ। अब हामी आज तृतीय दिवसको तृतीय अध्यायको कथा प्रारम्भ गरौं। ऋषिगण भन्नुहुन्छ, हे भाग्यमान सुतजी महाराज, श्री प्रभु नारायणले नारदजीलाई भन्नुभएको जुन कल्याणकारी वचन छ त्यो हामीलाई विस्तार पूर्वक सुनाइदिनु पर्यो भनी बिन्ती बिसाउनुहुन्छ। तब सुतजी महाराज भन्नुहुन्छ, हे ऋषिगण, प्रभु नारायणले मुनि नारदजीलाई भन्नुभएको सुन्दर वचन म हजुरहरूलाई जस्ताको तस्तै भन्न गइरहेको छु। हजुरहरू ध्यान दिएर सुन्नुहोला। श्री नारायण भन्नुहुन्छ, हे नारद, उहिले भगवान श्री कृष्णले राजा युधिष्ठिरलाई भन्नुभएको त्यो म आज हजुरहरूलाई जस्ताको तस्तै भन्ने छु। ध्यान दिएर सुन्नुहोला। भगवान भन्नुहुन्छ, हे नारद, जब शत्रु नै नभएका धर्मात्मा राजा युधिष्ठिर अति नै छल गर्न जान्ने धृतराष्ट्रका छोराहरूसँग जुवामा हार्नुहुन्छ तब अग्निकुण्डबाट उत्पन्न भएकी द्रौपदीलाई दुष्ट दुशासनले कपालमा पक्री जगल्ट्याउँदै द्रौपदीले लगाएका लुगाहरू तान्न थाल्छ। त्यसपछि श्रीकृष्णले देवी द्रौपदीको रक्षा गर्नुहुन्छ। त्यहाँ पराजय भोगिसकेपछि आफ्नो राज्य त्यागेर युधिष्ठिर सहित 5 भाइ अर्थात् 5 पाण्डव वनवास गर्न भनी काम्यक नाम गरेको वनमा जानुहुन्छ। तब पाण्डवहरूले वनमा अत्यन्तै दुःख कष्ट सहनुपर्छ। वनमा रही वनका फल कन्दमूलहरू खाँदै बस्नु भएको हुन्छ। एक दिन देवकीका पुत्र अर्थात् श्रीकृष्ण पाण्डवहरूलाई भेट गर्न भनी वनमा जानुहुन्छ। श्रीकृष्ण भेट्न पाउँदा पाण्डवहरूलाई आफ्नो शरीरबाट छुटेको प्राण फेरि शरीरमै फर्किए जस्तो लाग्छ। 5 पाण्डव तथा द्रौपदीले भगवान श्रीकृष्णलाई प्रणाम गर्नुहुन्छ। वनमा अत्यन्त दुःखकर जीवन बिताइरहेको देखेपछि श्रीकृष्णलाई साह्रै नै दुःख लाग्छ र रिस पनि उठ्छ कि त्यस धृतराष्ट्रका पुत्रहरूले छलबस यिनीहरूलाई वनमा पुर्याए भनी श्रीकृष्ण रिसले चुर हुनुहुन्छ। यस्तो रिसदेखि द्रौपदी सहित 5 पाण्डव आफ्नो आसनबाट उठी हात जोडी प्रार्थना गर्न थाल्नुहुन्छ। तब अर्जुनजी भन्नुहुन्छ, हे प्रभु, हे जगतका स्वामी, हजुर नै जगतका रक्षा गर्नेवाला हुनुहुन्छ। हे प्रभु, के हजुर हाम्रो रक्षा गर्नुहुन्न त भनी प्रश्न गर्नुहुन्छ। हे नारद, जब अर्जुनले भगवान कृष्णलाई भन्नुहुन्छ, हे प्रभु, हजुरका क्रोधी आँखाले हेर्दाखेरि पनि सारा ब्रह्माण्डै ध्वस्त हुन्छ। यस्ता क्रोधलाई कसले जान्दैन र
अतः हजुरले यो रिसलाई शान्त गर्नुहोस् भनी अर्जुनले बिन्ती उसाएपछि सुतजी महाराज भन्नुहुन्छ, हे ऋषिगण। त्यसपछि श्रीहरिले तुरुन्तै आफ्नो क्रोधलाई हटाई आफू पनि चन्द्रमा जस्तै शान्त हुनुहुन्छ। तब श्रीकृष्ण शान्त देखेर वनमा जे छ त्यही चिजले, त्यही सामानले श्रीकृष्णलाई पूजन तथा सेवन गरी प्रश्न सोध्नुहुन्छ, हे प्रभु, हजुर सृष्टिकर्ता हुनुहुन्छ, हजुर मङ्गलकर्ता हुनुहुन्छ, सनातन धर्मको बीज स्वरूप हुनुहुन्छ। त्यसकारण यस्ता तपाईँ एउटाको अपराधले आफैले बनाएको अर्थात् सिर्जेको समस्त भूमण्डललाई कसरी नाश गर्न सक्नुहुन्छ? अथवा को यस्तो व्यक्ति होला जो आफूले बनाएको घरमा मुसाले दुःख दियो भन्दैमा पुरै घर नै भत्काउँछ या भनौँ घरै जलाइदिन्छ भनी प्रश्न गर्दा श्रीकृष्ण भन्नुहुन्छ, हे प्रिय अर्जुन, तपाईँले यो अपूर्व या भनौँ साह्रै राम्रो प्रश्न सोध्नुभयो। यसको उत्तर भन्न म पनि तत्पर छु, म पनि एकदम प्रसन्न छु। यस प्रश्नको उत्तर गुप्त भन्दा पनि गुप्त छ। संसारमा हुनुभएका ऋषि मुनिलाई पनि यसको उत्तर थाहा छैन। यस्तो विशेष हजुरहरू समक्ष भन्न गइरहेको छु, अतः ध्यान दिएर सावधान भएर सुन्नुहोला। श्रीकृष्ण भन्नुहुन्छ, हे पाण्डव, वैशाखदेखि चैत्रसम्म 12 महिना छन् र प्रत्येक महिनाको 2 पक्ष अनि घडीहरू छन्। यस्तै गरी प्रहरहरू छन्, रात्रिहरू छन्, ऋतुहरू छन्, मुहुर्तहरू छन्, यस्तै अरू समयहरू पनि छन्। यस्तै गरी पृथ्वीमा भएका सबै वस्तुहरूको आफ्नो स्वामीहरू छन्। तर हे अर्जुन, एक समय एक अधिक मास उत्पन्न हुन्छ। तारा लोकले यसलाई असहाय या भनौँ निन्दित भन्छन्, किनकि सूर्य सङ्ग्रहकी नपरेको यो मलमास अपूज्य छ। यस्ता विविध कुराले मलमास ज्यादै दुखी भई वैकुण्ठ लोकमा जाँदा भए त्यहाँ रहनुभएका परम पुरुषलाई देखि साष्टाङ्ग दण्डवत गरी घुँडा मारेर बसी दुवै हात जोडेर आँसुका धारा बगाउँदै बगाउँदै धैर्य धारणा गरेर सुन्दर वचन बोल्नुहुन्छ। सुतजी महाराज भन्नुहुन्छ, हे ऋषिगण, यति भनिसकेपछि नारदजी भन्नुहुन्छ, यस्ता प्रकारले आफ्नो पूर्ण कलाले विराजमान भगवान विष्णुको निर्मल भवनमा गएर मात्रै पाइने संसारको पाप नाश गर्ने ब्रह्मरूप मुकुन्द जहाँ नै रहनुहुन्छ उही नै गई उनका चरण कमलको शरणमा परेको त्यो अधिक मासले के भने त भनी नारदजीले नरनारायणलाई प्रश्न गर्नुहुन्छ। यसैसँग आजको तृतीय दिवसको अध्याय समाप्त हुन्छ। जय जय श्री बृहन् नारदीय पुराणे पुरुषोत्तम मासे नन्दिकेश्वरार्थे अधिक मासस्य वैकुण्ठ प्रापणं नाम तृतीयोत्सवः। कृष्ण गोविंद हरे मुरारे, हे नाथ नारायण वासुदेव, अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति, गोविंद दामोदर माधवेति। यस्तै गरी हजुरहरूलाई अगाडिको कथा सुन्नका लागि यो मेरो भक्ति ज्ञान टिभी फेसबुकमा फलो तथा युट्युबमा सब्सक्राइब पनि गर्नुहोला। जय श्री राधे राधे राधे।